अहिले चाहिँ ग्वारको एरियामा फ्लाइओभर चलिरहेको छ। कसले उद्घाटन गर्यो त्यसलाई चाहिँ साइडतिर राखौँ। तर जति पनि मान्छे त्यो बाटो भएर यात्रा गर्थे उनीहरूले चाहिँ एकदमै ठुलो राहतको सास फेर्न पाएका छन् र आफ्नो गन्तव्यमा चाँडै पुग्न सकेका छन्। बाटो सजिलो भए जस्तै हाम्रो करियरमा पनि एउटा रोड म्याप चाहिँ सजिलो भयो भनेदेखि चाहिँ हामीले राम्रो ग्रोथ गर्न सक्छौँ। कतिपय अवस्थामा चाहिँ हामीलाई गाइडेन्स पनि हुँदैन, हामीलाई के गर्ने पनि थाहा हुँदैन अनि हाम्रो करियरमा स्टक भइरहेको हुन्छौँ, ग्रोथ पनि हुँदैन अनि फ्रस्ट्रेट भएर बसिरहेको हुन्छौँ। धेरै नेपालीको साझा कथा हो यो। तर यस्तो अवस्थामा तपाईँलाई कसैले क्लियर रोड म्याप दिएर चाहिँ अब यस्तो गर्नुपर्छ, यस्तो गर्यो भने चाहिँ यो रिजल्ट पाउन सकिन्छ भनेर गाइड गरिदियो भनेदेखि चाहिँ हामी हाम्रो करियरमा 10 गुणा ज्यादा प्रगति गर्न सक्छौँ। सो मैले धेरैजनालाई एसइओमा कसरी करियर बनाउने भनेर सिकाउँदै आइरहेको छु र यो असार 15मा दही चिउरा खाने दिनमा चाहिँ मैले तपाईँहरूको लागि एउटा नयाँ क्याम्पेन लिएर आएको छु। क्याम्पेनको नाम हो नयाँ सुरुवात र यो दिन दही चिउरा खाएर आफ्नो करियरमा एउटा क्ल्यारिटी लिएर नयाँ सुरुवात गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ अहिलेलाई मलाई फलो गर्नुहोस् र तल कमेन्टमा नयाँ भनेर लेख्नुहोस् अनि म तपाईँलाई आफ्नो करियरमा कसरी अगाडि बढ्ने भन्ने कुरा चाहिँ सिकाउनेछु।